सिद्धम करीकोट पर्यटकीय पदमार्ग जुन 22 र 24 राज्य ताकाको मलदेश राज्यका राजा जातर सिंहले सवारी गर्ने गरेको जीर्ण बाटोलाई जीर्णोद्धार गरी नयाँ रेलिङ सहितको सेलेट बिछ्याई सिंढी मार्ग बनाइएको छ। सुरमा भवानी मन्दिरमा सुरमा भवानी जात्राको नामले सुदूरपश्चिमेली वासीले नै एक उत्साहको साथ भव्य रूपमा मनाउँछन्। सुरमा भवानी जात्रा एक पृथक अनि कठोर जात्रा हो। यो जात्रा प्रत्येक वर्षको श्रावण महिनाको औँसीको दिनबाट शुरू भई पूर्णिमाको दिनमा गई अन्त्य हुन्छ। यसरी 15औं दिनसम्म चल्ने यस जात्रा परापूर्व कालदेखि चलिआएको धार्मिक आस्थामा आधारित जात्रा हो, जसको आफ्नै महत्व रहेको छ। यो जात्रा हिन्दू धर्मको भगवान भूमिराजको बहिनी सुर्माको भक्ति भावमा गरिन्छ। यस जात्रामा शरीक भएमा पारिवारिक सुख शान्ति प्राप्त हुने, मनोकामना पूरा हुने र पितृका नाममा पिण्ड दान गरेमा पितृले मोक्ष प्राप्त गर्ने पनि स्थानीय जनविश्वास रहेको छ। बझाङ जिल्लामा अवस्थित 6523 मिटर उचाइमा रहेको सुरमा सरोवरबाट माटो र जल ल्याई यस गाउँपालिकाको वडा नम्बर 3 को हाजिरमा अवस्थित सुरमा भवानी मन्दिरमा अर्पण गरेपछि यस जात्राको समापन हुन्छ।